एक राइड हान्नु दिउँछ यहाँ दाइले 25,000 मा किनेको बाइक यति बल बाइक कहाँबाट पाउँछ पाइन्छ मलाई सही लाग्यो मैले बेकार 50,000 हालेर यस्तै बाइक किने के छ 25,000 मा इन्जिन चाहिँ बनाउने बेला भएको छ इन्जिन बनाउने बेला भए बाइक चाहिँ बलियो छ ल बलियो छ सबै देखाउँछ गियर इन्डिकेटरदेखि सबै देखाउँछ कि यसमा यो सुजुकीको यो अलिकति यो इनर बनाउनु 25,000 खर्च गर्नु यो नयाँ बाइक 25,000 खर्च गरे भने चाहिँ नयाँ हुन्छ बाइक टायर सबै नयाँ रहेछ अलिकति एकचोटि इन्जिन चाहिँ खोल्नु पर्यो इन्जिनले 10,000 छुट्याउनु इन्जिनले 10,000 छुट्याउनु अनि रक्सल गरे पार्ट्सहरू सबै चेन्ज गरेर 15,000 खर्च गर्ने रेडी हो बाइक नभए रक्सलै गएर बनाउँदा नि भयो 10,000 रेडी हुन्छ सेटै आउँछ कि तपाईँ भन्दै रक्सल गएपछि अझ सस्तो हुन्छ कि जाने बेला मलाई भन्नु ब्लग बनाउँदै जानुपर्छ नयाँ हुन्छ नयाँ ब्लग बाइकै नयाँ भएर आउँछ चिन्नुहुन्न तपाईँले बाइक त्यति बाबा लाउने कि अहिले नै बनाउनु पर्छ भन्ने छैन नयाँ भइगयो अहिले एकचोटिमा फेरि बिस्तारै बाइक सही लाग्यो मलाई मैले 50,000 यस्तै बाइक खर्च कहाँबाट हाल्नु 25,000 भएको चाहिँ 25,000 खर्च हाल्नु हुन्थ्यो करहरू सबै क्लियर छ अब म मासतिर जाँदै चिया खाउँ उहाँले भनिसक्नु 4जना पनि उहाँले छोडिसक्नु भएको त्यो सरहरूलाई चाहिँ के गराउने भनेर फोन गरेर सोधाउँदा नि त अब चिया बनाएर चिया जानुपर्छ 4जना छन् रे भन्नु त्यही भएर फ्राई राइस बनाउँछु भने कुरो यही हो कि मेरो राइस बनाए भात मसाला फेरि फुट्न पाइहाल्यो मामलाई दाल भात तरकारी अचार साग सबै कुरो चाहियो अब फ्राई राइसमा सबै कुरो एकै ठाउँमा हुन्छ खानै हो